साथीहरू नमस्ते। फेरि पनि स्वागत गर्न चाहन्छु मेरो एज सेयरसँग रिलेटेड लेटेस्ट अपडेटमा। साथीहरू, यदि तपाईँ पनि लङ टर्मका लागि सेयर किन्ने सोचमा हुनुहुन्छ भने आजको भिडियो हजुरको लागि धेरै इम्पोर्टेन्ट हुन सक्छ। आजको भिडियोमा म हजुरलाई एकदमै सस्तो मूल्यमा रहेका तर वित्तीय अवस्था हेर्नुभयो भने जोखिम वहन गर्न सक्ने क्षमताका आधारमा मजबुत कम्पनीहरूको बारेमा जानकारी गराउने प्रयास गर्नेछु। त्यसैले भिडियोलाई स्किप नगरी राम्रोसँग हेर्ने प्रयास गर्नुहोला। आशा छ आजको भिडियो युजफुल होला र भिडियो मनपर्छ भने मेहनत गर्नका लागि, हौसला दिनका लागि एउटा लाइक अवश्य गर्नुहोला साथीहरू। हस्ता भिडियो सुरु गरौँ। नेप्सीमा सूचीकृत रहेका एक वर्षकै सस्तो अर्थात् 52 विक लो प्राइसमा रहेका कम्पनीहरूमध्ये पहिलो कम्पनी माइक्रो फाइनेन्ससँग सम्बन्धित रहेको छिमेक लघु वित्त संस्था लिमिटेड रहेको छ। हाल यस छिमेक लघु वित्तको चुक्ता पुँजी 3 अर्बभन्दा पनि माथि रहेको छ। 52 विक्स हाइक लो प्राइस हेर्दाखेरि हाइकमा 1110 र लोमा 815 रुपियाँ झरेको थियो भने हाल 832.28 रुपियाँमा एउटा सेयरको कारोबार भइरहेको छ। यसको प्रति सेयर आम्दानी अर्थात् EPS 31 रुपियाँ 84 पैसा रहेको छ। त्यसै गरी PE रेसियो 24.86 रहेको छ अर्थात् 1 रुपियाँ कमाउन हामीले 24.86 रुपियाँसम्म लगानी गर्नुपर्ने हुन्छ। त्यसै गरी PB रेसियो 3.50 रहेको छ। यस छिमेक लघु वित्तको रिटर्न अफ इक्विटी चाहिँ 14.68% रहेको छ, जो कि एकदमै राम्रो कुरा हो। अब कुरा गरौँ अर्को कम्पनीको बारेमा। यस कम्पनीको त हालको सेयर प्राइस एकदमै कम रहेको छ, 387.72 रुपियाँ मात्र रहेको छ। यो कम्पनीको नाम गरिमा विकास बैंक लिमिटेड रहेको छ। यस गरिमा विकास बैंकले फाइनेन्सियल स्ट्रेन्थको आधारमा 5 स्टारको रेटिङ पाएको छ। यसको चुक्ता पुँजी पनि एकदमै धेरै रहेको छ, करिब 5 अर्बभन्दा पनि माथि छ हाल यस बैंकको चुक्ता पुँजी। त्यसै गरी 52 विक हाई लो प्राइस हेर्दाखेरि हाईमा 511 रुपियाँ पुगेको थियो भने लोमा 352.7 रुपियाँमा झरेको थियो। हाल त्यसै गरी 52 विक हाई लो प्राइस हेर्दाखेरि हाईमा 511 रुपियाँ पुगेको थियो भने लोमा 352.7 रुपियाँमा झरेको थियो। हाल यस कम्पनीको प्रति सेयर आम्दानी अर्थात् EPS 17.22 रुपियाँ रहेको छ। त्यसै गरी PE रेसियो 18.57, PB रेसियो 2.53 र रिटर्न अफ इक्विटी 13.53% रहेको छ र बुक भ्यालु चाहिँ 153 रुपियाँ 47 पैसा रहेको छ। त्यसै गरी अर्को कम्पनी चाहिँ माइक्रो फाइनेन्स अन्तर्गत रहेको छ। यस कम्पनीको नाम डिप्रोस लघु वित्त वित्तीय संस्था लिमिटेड रहेको छ र यो कम्पनीले फाइनेन्सियल स्ट्रेन्थका आधारमा 4वटा स्टारको रेटिङ पाएको छ। यस कम्पनीको हालको चुक्ता पुँजी 1 अर्ब 86 करोड भन्दा पनि माथि रहेको छ। त्यसै गरी 52 विक्स हाई लो प्राइस हेर्दाखेरि हाईमा 1064 रुपियाँ पुगेको थियो भने लोमा 652 रुपियाँमा झरेको थियो र हाल चाहिँ एउटा सेयरको कारोबार 761.6 रुपियाँमा भइरहेको छ। प्रति सेयर आम्दानी चाहिँ 30.84 रुपियाँ रहेको छ। त्यसै गरी PE रेसियो 18.70, PB रेसियो 3.90 रहेको छ। लाभांश हेर्दाखेरि एकदमै राम्रो दिएको छ, जसलाई हामी रिटर्न अफ इक्विटी पनि भन्ने गर्छौँ र त्यो चाहिँ 21.25% रहेको छ। अनि यसको बुक भ्यालु चाहिँ 195 रुपियाँ रहेको छ। त्यसै गरी वित्तीय अवस्थाको आधारमा राम्रै रहेको अर्को कम्पनी हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेड रहेको छ। यो कम्पनीले फाइनेन्सियल स्ट्रेन्थको आधारमा 5वटा स्टारको रेटिङ पाएको छ। यो कम्पनी निर्जीवन बिमा कम्पनी हो र हाल यस कम्पनीको चुक्ता पुँजी 2 अर्ब 50 करोड भन्दा माथि नै रहेको छ। यस कम्पनीको 52 विक हाई लो प्राइस हेर्दाखेरि हाईमा 786 रुपियाँ पुगेको थियो र लोमा 564 रुपियाँमा झरेको थियो र यसको हालको कारोबार पनि त्यति नै मूल्य
565 रुपियाँमा भइरहेको छ। यस कम्पनीको EPS 12.79 रुपियाँ रहेको छ। त्यसै गरी PE रेसियो 21.9 छ र PB रेसियो 2.76 रहेको छ। रिटर्न अफ इक्विटी चाहिँ 13.27% रहेको छ अनि बुक भ्यालु हेर्दा 204 रुपियाँ रहेको छ। अब कुरा गरौँ फाइनेन्स सेक्टरको अन्तर्गत रहेको ICFC फाइनेन्स लिमिटेडको बारेमा। फाइनेन्स स्ट्यान्डको आधारमा यो कम्पनीले 5वटा स्टारको रेटिङ पाएको छ। यस कम्पनीको हालको चुक्ता पुँजी 1 अर्ब 18 करोड भन्दा पनि माथि नै रहेको छ। त्यसै गरी 52 विक हाइलो प्राइस हेर्दाखेरि यसको सेयर प्राइस हाईमा 880 रुपियाँ पुगेको थियो र लोमा 510 रुपियाँमा झरेको थियो र अहिले यसको एउटा सेयरको कारोबार 565 रुपियाँमा भइरहेको छ। यस कम्पनीको EPS चाहिँ 21.9 रुपियाँ रहेको छ। त्यसै गरी PE रेसियो 23.8 छ र PB रेसियो 3.30 रहेको छ र रिटर्न अफ इक्विटी 14.46% रहेको छ अनि बुक भ्यालु चाहिँ 171 रुपियाँ रहेको छ। सस्तो सेयर प्राइस भएको अर्को कम्पनीको नाम IGI प्रुडेन्टियल इन्स्योरेन्स लिमिटेड रहेको छ। यो कम्पनी निर्जीवन बिमा कम्पनी अन्तर्गत रहेको छ। यो कम्पनीले फाइनेन्सियल स्ट्रेन्थका आधारमा 3वटा स्टारको रेटिङ पाएको छ। यस कम्पनीको चुक्ता पुँजी 3 अर्ब भन्दा माथि रहेको छ। 52 विक हाइलो प्राइस हेर्दाखेरि हाईमा 725 रुपियाँ पुगेको थियो भने लोमा 512 रुपियाँमा झरेको थियो र हाल एउटा सेयरको मूल्य 542 रुपियाँ रहेको छ। यस कम्पनीको प्रति सेयर आम्दानी 9 रुपियाँ 45 पैसा रहेको छ। त्यसै गरी PE रेसियो 28.7 छ र PB रेसियो 2.84 रहेको छ। रिटर्न अफ इक्विटी 10.27% रहेको छ। यस कम्पनीको बुक भ्यालु 190 रुपियाँ रहेको छ। अब कुरा गरौँ हाइड्रो पावर सेक्टर अन्तर्गत रहेको मन्दु हाइड्रो पावर लिमिटेडको बारेमा। यो कम्पनीले फाइनेन्सियल स्ट्यान्डका आधारमा 5वटा स्टारको रेटिङ पाएको छ। हाल यस हाइड्रो पावर कम्पनीको चुक्ता पुँजी 1 अर्ब 36 करोड भन्दा माथि रहेको छ। त्यसपछि 52 विक्स हाइलो प्राइस हेर्दाखेरि हाईमा 1493 रुपियाँ पुगेको थियो भने लोमा 780 रुपियाँमा झरेको थियो र हाल यसको एउटा सेयरको कारोबार 779 रुपियाँ 64 पैसामा भइरहेको छ। यस कम्पनीको हालको EPS 23.77 रुपियाँ रहेको छ। PE रेसियो चाहिँ 46.04 र PB रेसियो चाहिँ 5.98 रहेको छ र यसको रिटर्न अफ इक्विटी 13.27% रहेको छ। त्यसै गरी बुक भ्यालु 146.98 रुपियाँ रहेको छ। साथीहरू, यी थिए 1 विक हाइलो प्राइजमा रहेका अन्तर्गत रहेका तर वित्तीय अवस्था हेर्दाखेरि लङ टर्मका लागि राम्रो लमाज दिन सक्ने कम्पनीहरूको विस्तृत जानकारी। यदि यी कम्पनीहरूमा लगानी गर्न चाहनुहुन्छ भने आफूले पनि एकचोटि सोच विचार गरेर मात्रै यी कम्पनीहरूमा लगानी गर्नुहोला भन्न चाहन्छु। साथीहरू, आजको भिडियोमा यति नै। भेटिनेछौँ सेयरसँग रिलेटेड अर्को भिडियोमा। आशा छ आजको भिडियोले हजुरलाई हेल्प मिल्नेछ र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला र मोटिभेसनको लागि एउटा लाइक गर्न नबिर्सनुहोला। हस्त साथीहरू, भेटिनेछौँ अर्को भिडियोमा।